हेलो गाइज नमस्ते नमस्कार सबैजनालाई। आज चाहिँ एउटा सरप्राइज दिनको लागि भर्खरै हामी रुमबाट निस्केको छौँ। आज एकजना दिदीको बर्थडे रहेको छ र उहाँलाई थाहा छैन र उहाँलाई हामी आज सरप्राइज दिने भनेर अब हामी रुमबाट निक्लिँदैछौँ, दिदी हुने ठाउँमा जाँदैछौँ। र फर्स्ट अफ अल हामी चाहिँ पहिला बर्थडे केकको लागि जाँदैछौँ है त। लेट्स गाइज फाइनल्ली हामी चाहिँ बेकरी सपमा आइपुगेका छौँ र स्पेसल्ली आज दिदीको बर्थडेको लागि भनेर हामी चाहिँ केक लिन आइपुगेका छौँ र यो एकदमै सरप्राइज रहनेछ दिदीको लागि। लेट्स सी के हुन्छ। फाइनल्ली दिदीको लागि भनेर चाहिँ हामीले केक पनि अर्डर गरिसकेका छौँ। यो वाइट ब्ल्याक फरेस्ट केक पनि हो दिदीको लागि, यो स्पेसल बर्थडेको लागि रहेको छ। हामीले फाइनल्ली केक पनि अर्डर गरिसक्यौँ है। फाइनल्ली हामीले केक पनि लिइसकेका छौँ र केक लिँदाखेरि अहिले न्यू इयर्सको स्पेसल अफर पनि रहेछ होइन। यो चाहिँ न्यू केक बेकरी सपमा चाहिँ हामी छौँ र अब चाहिँ यहाँ फाइनल रूपमा हाम्रो स्पेसल अफरमा चाहिँ गोला पर्था रहेछ, चिट्टा होइन। अब के पर्दो रहेछ, कुन लक्की हुनुहुन्छ? वनिला पेस्ट्री 1 पिस। ल हामीलाई चाहिँ वनिला पेस्ट्री 1 पिस पऱ्यो। ल धेरै धेरै धन्यवाद छ। यदि तपाईँहरू पनि यो सपमा आउन चाहनुहुन्छ भने र बर्थडे होइन स्पेसल केकको लागि अर्डर गर्न चाहनुहुन्छ भने सम्झिनु होला। के बोल्न चाहनुहुन्छ? आउनुभयो, माया गर्नुभयो, फेरि अझै गर्नु होला। अनि यो नयाँ वर्षको अफर छ, सबैजना आउनु होला अफरको लागि। ल धेरै धेरै धन्यवाद छ। नयाँ उहाँको च्यानललाई सब्सक्राइब गर्नु, लाइक गरिदिनु होला। ल हस् हुन्छ, धेरै धेरै धन्यवाद छ। फाइनल्ली गाइज न्यू केक बेकरी सपबाट हामीले केक लिइसकेका छौँ र अब भने हामी दिदी भएको ठाउँमा जाँदैछौँ है त। ओहो, हामी एकदमै एक्साइटेड छौँ कतिखेर पुग्छौँ भनेर। हामी यात्राकै क्रममा छौँ, यहाँ निकै नै मान्छेको पनि भिडभाड रहेको छ, तपाईँ देख्न सक्नुहुन्छ। हामी यही बाटो हुँदै दिदी भएको कार्यालयमा हामी जाँदैछौँ र केही समयपछि हामी दिदीसिम पुग्नेछौँ र सरप्राइज पनि हामीले उहाँलाई दिनेछौँ है त। गाइज फाइनल्ली हामी दिदी भएको कार्यालयमा आइपुग्नै लागेका छौँ र लगभग आइपुगेका छौँ। र तपाईँहरूले यदि यो ठाउँसँग परिचित हुनुहुन्छ भने चिन्नुहुन्छ, तपाईँले जहाँसम्म लाग्छ कमेन्ट पनि गर्न नबिर्सिनु होला कुन ठाउँको हो यो भनेर पनि। र फाइनल्ली हामी आइपुगेका छौँ है दिदी भएको ठाउँमा। ओहो, हामी एकदमै एक्साइटेड छौँ है। अब दिदी कुन सेक्सनमा हुनुहुन्छ होला त। ल फाइनल्ली हामीले दिदी भएको रुम पनि थाहा पाइसक्यौँ र हामी बिस्तारै दिदी भएको रुममा जाँदैछौँ है। लेट्स सी के हुन्छ त्यहाँ। अब भने तपाईँहरूले देख्न सक्नुहुन्छ। ओ माई गड, ओ माई गड, ओ माई गड, ओ माई गड। जानु त हुन्छ, भिडियो बनाइदिनु थोरै है। ल ल ओ माई गड, ओ माई गड, ओ माई गड। तपाईँहरूले देखिसक्नुभयो, अनएक्सपेक्ट
यो हामीले सोचेको पनि थिएनौँ। हामीले उल्टै सरप्राइज दिन्छौँ भनेर जाँदा गर्दा हामीलाई उल्टै सरप्राइज दिनुभयो र त्यहाँ एकदमै जन्मदिनको अर्थात् भव्य सेलिब्रेसन भइरहेको रहेछ र त्यो सेलिब्रेसनमा चाहिँ हामीलाई पनि सहभागी हुन पायो। एकदमै खुसी लाग्यो र दिदीलाई फेरि पनि जन्मदिनको धेरै धेरै शुभकामना दिँदै हामी चाहिँ फेरि त्यो सेलिब्रेसन माहौलबाट हामी अब पुनः फर्किँदैछौँ रुमतिर। हामी दिदीलाई जन्मदिनको धेरै धेरै शुभकामना दिँदै फर्किँदैछौँ हामी रुममा। तर हामी रुममा फर्किँदै गर्दाखेरि तपाईँहरूलाई चाहिँ यो सुन्दर दृश्य पनि तपाईँहरूलाई देखाउँदैछु। यो प्रकृतिले दिएको एकदमै सुन्दर दृश्य हो। यो कुन ठाउँ हो तपाईँहरूले चिन्नुहुन्छ भने कमेन्टमा पक्कै पनि कमेन्ट गर्नु होला है त। यदि यो भिडियो हेर्दै हुनुहुन्छ भने पनि यो ठाउँलाई चिन्नुहुन्छ र यो ठाउँमा कोही पनि अथवा तपाईँहरू आइसक्नु भएको छ र जानुभएको छ भने कमेन्ट गर्नु होला है त। फाइनल्ली गाइज हामी रुममा आइपुगेका छौँ र आजको भिडियो यहाँहरूलाई कस्तो लाग्यो जस्तो लाग्छ त्यस्तै कमेन्टमा आफ्नो प्रतिक्रिया र सल्लाह सुझाव राख्नु होला। यस्तै भिडियोहरू तपाईँहरूमा आज फेरि पनि लिएर उपस्थित रहने नै छौँ। त्यतिन्जेलसम्मको लागि आजको यो भिडियोबाट पनि तपाईँहरू माझबाट बिदा हुन्छौँ। हस्त, धन्यवाद।